म तपाईँहरूलाई आज 2 दिनको टिप्स कति भयो भनेर आज देखाउन गइरहेको छु है। देख्न सक्नुहुन्छ यो 5 को नोट, यो चाहिँ 5 युरो, 5 युरो। अनि यो जति आउँछ नि टिप्स त्यो सबै मैले योमा हाल्छु। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। तपाईहरूलाई फेरि नै स्वागत छ यो मेरो नयाँ ब्लगमा। अनि आजको सानो टपिक छ, म आज तपाईहरूलाई होइन हिजो यो चाहिँ 2 दिनको टिप्स होइन, म तपाईहरूलाई आज 2 दिनको टिप्स कति भयो भनेर आज देखाउन गइरहेको छु है। किनकि हाम्रो हिजो चाहिँ राम्रो पार्टी चलेर राम्रो टिप्स दिएको थियो। जस 2 दिनमा चाहिँ राम्रै टिप्स आएको थियो है। म आज तपाईँहरूलाई यो कति रहेछ के रहेछ अनि मैले यो टिप्स चाहिँ के गर्छु कहाँ राख्छु भन्ने कुराहरू हुन्छ होइन। अनि मैले चाहिँ मेरो टिप्सहरू सबै योमा राख्छु। अनि यो चाहिँ अब जस भरिन लगाइसक्यो, यहाँसम्म आइसक्यो है, भरिन लगाइसक्यो है। यो चाहिँ हाम्रो होटेलमा आएको टिप्स हो। म तपाईँहरूलाई आज कति आए त 2 दिनमा त्यो देखाउन गइरहेको छु होइन। अनि देख्न सक्नुहुन्छ यो 5 को नोट, यो चाहिँ 5 युरो, 5 युरो। अनि यो चाहिँ 2 युरो होइन। अनि यो पनि 2। अनि त्यसपछि यो चाहिँ 50 पैसा, 50 पैसा, 50 पैसा, 50 पैसा होइन। यो भयो। अनि कति हो, अनि यो 50 पैसा होइन। अनि अरू चाहिँ अब 10 20 का छ होइन। यो चाहिँ 20 20 20 पैसा, 20 पैसा होइन। अनि 10 20 30 40 50, 10 20 30 40 50 50। अनि 1 2 3 4 5 6, यो चाहिँ 5 सेन है। 5 सेन भनेको कति हुन्छ अब, 5 सेन भनेपछि 1 2 3 4 5 6 6 भनेपछि यो 60 पैसा होइन। अनि टोटल कति भएछ भनेपछि 5 6 7 8 9 अनि 10 अनि 11 अनि 12 13 अनि 13 अनि 50 50 13 14 अनि 14 रुपियाँ 50 सेन्ट भएछ क्या। यो चाहिँ टोटल सबै मैले यहाँ हाल्छु। टोटली सबै मेरो जति आउँछ नि टिप्स त्यो सबै मैले योमा हाल्छु होइन। देख्न सक्नुहुन्छ अब यसरी ट्याक्क यसरी हाल्ने होइन टिप्सहरू सबै। होटेलमा गरेको चाहिँ फाइदा यही हो, जस पछि घरतिर जाने बेला यसो चक्लेटहरू लगेर जाने हुन्छ होइन। त्यही भएर मैले यो टिप्सहरू सबै यो बक्समा हाल्ने गर्छु होइन। अनि तपाईँहरूले चाहिँ के गर्नुहुन्छ टिप्सहरू होइन। म चाहिँ यतातिर हाल्छु। थोपा मिलेर समुद्र भनेको जस्तै मेरो यो 5 सेन 10 सेन गर्दा मेरो पनि 100 युरो हुनसक्छ। त्यस कारणले म योमा हाल्ने गर्छु, त्यही हो। अनि तपाईँहरूले केमा हाल्ने गर्नुहुन्छ? अब यो मेरो भरिन लगाइसकेको छु, धेरै छैन, यस्तो गरौँ हुन लागिसक्यो यस्तो छ गाइज। यो चाहिँ मेरो टिप्स।